पाएको भनेको देशमा यही हो। सब घरमा बच्चाहरू 100% बच्चाहरूले पूर्ण खोप लगाउँ र यो खोपबाट बचाउन सकिने जति रोगहरू छन् यिनी सम्पूर्ण रोगहरूबाट बच्चा चाहिँ सुरक्षित हुन्छ भन्ने नेपाल सरकारको यो एउटा कामना हो, नेपाल सरकारको अपेक्षा हो, आशा चाहिँ त्यो हो। तर हामी स्वास्थ्य कर्मीहरू अनि यो समुदायबाट अब यो व्यवस्थापन समिति त्यहाँदेखि महिला स्वयंसेविकाहरू अनि आमा समूह पनि तपाईँहरू प्रत्येक महिनामा बस्नु 12-13वटा बिमारीको औषध छ, सुई छ। पहिला सानो अहिले एउटा रुगा खुर जस्तो टिभी भनेको उति एउटा टिभीले मात्र मर्थे त्यहाँ औषध केही हुँदैन थियो, भएर ल्याउनु पर्ने कि नेपाल जानुपर्ने हुन्थ्यो। बालबालिका त्यस्तै यी डाँडा काँडा किरा कोही खाने छैनन्। मेरै दाइ भाइ पनि 11 भाइ मान दाइ भाइ 11 भाइमा 2 भाइ मात्रै मान एउटा दिदी एउटा कसै त पोखरी त भए मेरो एउटा ठुलियामा 17 भाइ जनाउ 17 भाइमा एउटै छोरी बचिन् उनी पोखरी त अब अहिले त एउटा दुईवटा बच्चा भयो के परिवारले के साधन सुधन गर्छन्। पहिला त जोगो हुँदैन भन्थे 7 भाइ 8 भाइ 9 भाइ 10 भाइ हुन्थे धेरै जनसङ्ख्या हुन्थ्यो। अब अहिले यो सबै यो अहिले हाम्रो स्वयंसेवकले यी समाजको गाह्रो छैन चाहिँ तपाईँको आमा समूहदेखि लिएर तपाईँको स्वास्थ्य कर्मीहरू सम्पूर्णको यसमा चाहिँ मुख्य योगदानका कारणले गर्दाखेरि नै आज यहाँसम्म 80%